जाने बाटोहरु गाइस हेर्नुस् है यस्तो यस्तो कन्स्ट्रक्सन पनि भइरहेको रहेछ यो कम्प्लिट भयो नि असाध्यै राम्रो देखिने रहेछ हेर्दै उहाँको भ्युअर्सहरुले चाहिँ लाइक गर्दिनुस् है हामी कति वर्षमा भेट हुन्छ मर्निङ हेलो रेनुका हेलो अहिले चाहिँ हामी छौं दरमदिनमा एन्ड टुडे इज डे 2 हियर इन 29th एनुअल फंक्शन अफ श्री सत्य साई सेवा अर्गनाइजेसन अनि हामी चाहिँ एकदम बेसी ढिलो भएर जंगलको बाटो बारीको बाटो गइरहेको छौं अनि साडी पनि लाउने अवस्थामा वी आर भेरी लेट बट लेट्स गो हामी चाहिँ यहाँ पछाडि आन्टी घरमा बसेको थियौं नि त अनि द्याट्स व्हाई वी आर गोइङ अनि दिस इज द भ्यू यो चाहिँ दरमदिन हो मन्दिरको पछाडि चाहिँ टक्कै निक्लिन्छ र अनि यहाँ होला है बाटो सो लेट्स गो फिल्मिङ चाहिँ गर्नु पाउँदैन भनेर एकदम भनिएको छ है बट स्टिल वी आर ट्राइङ टु डु सम सो बाटोमा फिल्मिङहरु फोटोहरु केही नखिच्नु भन्दैछ मन्दिरमा तर पनि निकैजनाले मैले खिचेको देखेँ त्यसै म पनि एउटा भिडियो बनाउँछु तपाईहरुलाई सो प्लिज स्टे ट्युन एन्ड वाच टिल द एन्ड ऐसे रास्ते से जा रहे हैं रेनुका एकताल हेर्दियो उहाँ चाहिँ सारी एक्सपर्ट है रेनुकाको फ्यामिलीहरु जतिले हेर्नुहुन्छ प्लिज लाइक शेयर गरिदिनुस् होला मेरो भिडियोलाई है तिमी पनि भनिदियौ है ल तिङबोको राबोङ कन्स्टिट्युएन्सीको ला कुन चाहिँ बाटो अब ए प्रभु ल जाउँ यता जाउँ मन्दिरको पछाडि रहेछ लेट्स गो गाइस दिस इज द मन्दिर परेको मन्दिरकै अगाडिपट्टिको बारी कस्तो दामी हजुर ओ प्रभु कस्तो दामी रहेछ तर दिन चाहिँ अलिक है घाम लाग्दै गरेको तर पनि ओ कति दामी रहेछ गाइस अहिले चाहिँ हामी मन्दिर पुग्नु आँट्यो तर फिल्म गर्नु दिँदैन होला भनेर चाहिँ नि हामी जस्ट ब्लगिङ आउट हियर अन्त धेरै बेसी खेतबारी भएर बाटो बिर्सेर चाहिँ फाइनली हियर अनि बाटो जस्तो चाहिँ दरमदिन मन्दिरकै अगाडि चाहिँ मन्दिर चाहिँ अब यही एरियाको पछाडि चाहिँ देख्दैन रहेछ है यहाँ चाहिँ प्रसादमको लाइन लागिरहेछ अर्ली मर्निङ भात त हजुर मजाले हालिदिनु भोक लागिरहेछ मलाई यो चाहिँ हाम्रो लन्च यहाँ सिस्नु मै अन्त आन्टीसँग लन्च सबैजना लन्च गरिरहनु भएको छ आधीजना चाहिँ प्रोग्राममै हुनुहुन्छ बट गाइस हामी चाहिँ खानु लागेको अब म खाँदैछु फर्स्ट बाइट नुन चाहिँ कम्ती रहेछ अलिक तपाईलाई कस्तो लाग्यो ए मिलन गाउँको पहिलाको आमेन हेलो भनिदिनुहोस् न एकदम फेमस हुनुहुन्छ फेसबुकमा चाहिँ उहाँको भ्युअर्सहरुले चाहिँ लाइक गरिदिनुहोस् है हामी कति वर्षमा भेट हुन्छ यसरी हो प्रशान्ति जाँदा भेट हुन्छ कहाँ कहाँ हुन्छ भन्नुहोस् न जति पनि मन्दिरको सेवाहरू है सिक्किमभरि नै जति पनि सालमा 2-3 पल्ट अब सिक्किमको चाहिँ जति ठुलो सेवाहरू हुन्छ नि साई अर्गनाइजेसन स्टेट लेभलको त्यति बेला डिस्ट्रिक्ट पनि हामी अर्कै पर्यो पहिला चाहिँ हामी सँगै एउटै मिलन गाउँमै थियो है हामी एउटै मण्डलीको थियौँ है अहिले म मल्ली समितिको भइगएँ है यहाँ चाहिँ मिलन गाउँमै त अहिले आनन्द लाग्यो भेटेर तपाईहरुलाई वैष्णवी र वैष्णवीको ममालाई भेटेर नि एकदम खुसी लागिरहेछ ओके थ्यांक यू
सक्दैन लाइटै यस्तो छ नि त मलाई के देख्छ साइड यहाँ त अप्सरा हुनुहुन्छ हामीसँग एकजना गुड मर्निङ गाइज फ्रम दरमदिनको भ्यू चाहिँ यस्तो छ हेर्नुहोस् है। आज चाहिँ 3rd डे अफ हाम्रो प्रोग्राम निक्लेको छैन आन्टी अन्त सबैजना चिया प्रसारण साईराम हो साईराम रेणुका चाहिँ राम्रै भएर किचनमा धन्दा गरिरहेको थिएँ। अब हामी गएको नगर सङ्कीर्तन आन्टी पनि रेडी हुनुहुँदैछ। आन्टी घरको प्लान्टहरू दामी दामी प्लान्ट लभर्सहरूको लागि चाहिँ यो त लिली हो जस्तो लाग्यो। वाटर लिली के लिली ए पिस लिली है। वाटर लिली त पानीमै हुनु पऱ्यो नि त। सबैजना हुनुहुन्छ। अब हामी चाहिँ जोइन गर्नु आँटेको नगर सङ्कीर्तन लास्ट डे हेऱ्यो नि दरमदिन कस्तो दामी देखेको तर भ्यू त है। अब घाम लाग्नु लाग्यो नि त ए अब भजन टोली आउँदैछ तलबाट हामी त्यही जोइन गर्ने। लास्टमा बस्नु आऊ साह्रो हामी तपाईँको साइड सिन चाहिँ यो चाहिँ अहिले हामी आइसकेको छौँ एउटा ठाउँ। त्यसलाई के भन्छ आन्टी यो ठाउँलाई? स्वर्ग जाने सिँढीमा अरे। अनि यहाँ चाहिँ हाम्रो आन्टी चाहिँ लोकल गाइड हुनुहुन्छ, उहाँले ल्याउनु भएको छ। लोकल गाइड चाहिँ यहाँ हुनुहुन्छ। हेलो हजुर यहाँ चाहिँ स्वर्ग जाने बाटो हो लेप्चाहरूको है हजुर। के भन्नु थियो भनिदिनु न आन्टी। यस्तो रहेछ है मेरो पाहुनाहरू मेरो काकीहरू हो मेरो बहिनीहरू बधाइनीहरू आउनु भएको है। त्यो के हो भनेर छोड्नु भएको थियो अब बुझ्नुभयो होला है। हामी चाहिँ अलिक बुझ्नु सकेनौँ तर यो चाहिँ अहिले कन्स्ट्रक्सन भइरहेको रहेछ। अनि यसको अब कम्प्लिसन चाहिँ वी डोन्ट नो, नो वान नोज इदर। अनि अल्सो अ भेरी फर्स्ट टाइम कि यस्तो के कन्स्ट्रक्सन पनि हुँदो रहेछ। मेरो लागि चाहिँ पहिलोचोटि हो। आई डिन्ट न्यू अबाउट दिस अर्लियर। सो यहाँ चाहिँ हुनुहुन्छ हाम्रो हामी चाहिँ यहाँनिर कन्फरेन्सको बिचमा अलिकति एकछिन लुकेर आएको फोटो खिच्नु मात्रै। अब यसको कम्प्लिसन चाहिँ कहिले हो? अन्त यो चाहिँ लेप्चा कम्युनिटीको द ओन्ली ट्राइब हेयर इन सिक्किमको चाहिँ स्वर्ग जाने बाटो अरे। गाइस हेर्नुहोस् है यस्तो यस्तो कन्स्ट्रक्सन पनि भइरहेको रहेछ। यो कम्प्लिट भयो भने असाध्यै राम्रो देखिने रहेछ। हेर्दै ओ माई गड इट इज सच अ म्याग्निफिसेन्ट एन्ड अ भेरी जाइगेन्टिक भनौँ न। यति साह्रो ठुलो रहेछ कि यसको हाइट चाहिँ कति होला है आम्बो। अनि यो चाहिँ सबै मटकाले यहीँ आन्टीहरूले देखाउनु हुँदैछ हामीलाई। मटका चाहिँ हालेको रहेछ है यस्तो यस्तो यो आधी आधी परेको मटका बनाएर चाहिँ यसरी जोडेर। गाइस नेकेड आइसले हेऱ्यो भने इट्स अ भेरी ह्युज कन्स्ट्रक्सन चाहिँ बाइ द वे। पहिला चाहिँ 3टा मात्रै धेरै, अहिले चाहिँ यतिको कम्प्लिसन भएको रहेछ। नाइस है। यो चाहिँ दरमदिनमा KGSS भन्ने स्कुलको ठिकै माथि रहेछ। लिटल बिट अफ रोडिङ बट इट्स काइन्ड अफ फाइन। पस्नु त कसरी पस्नु हो यहाँ त कन्स्ट्रक्सन हुँदो रहेछ। डरसरी पो रहेछ। हामीसँग चाहिँ अङ्कल पनि आउनु भएको छ बट हि इज डाउन देयर देख्नु सक्नुहुन्न होला। अनि यो चाहिँ यस्तो ट्राइबल घरहरू बनाएको लेप्चाको। ओ माई गड यहाँबाट अलिकति सानो यस्तो सिँढी रहेछ नि त है। अब यो सानो छोटो ग्लिम्स चाहिँ तपाईँहरूलाई दिँदैछ है हामी। माई गड
आउनुहोस् है ए हजुर यसरी ऱ्याम्प हिँड्ने बनाइदिएको रहेछ नि त है निचे पनि तल पनि हजुर त्यही प्रभु म आफै डर लाग्छ तलबाट पर्छ नि भोलि यो पनि बार छ यो बार छ कि हो तल हजुर यो सबै हटाउँछ हैन अन्त यसो बारेर चाहिँ अब यहाँ चाहिँ बाटो घुम्ने अब हजुर। साथी घुम्नेहरू हैन टुरिज्म आउने टुरिज्मको गर्दा चाहिँ अब टुरिस्टहरू आउँछ नि त पछि ठिकै हो हामी त आयो लोकल टुरिस्टहरू दरमदिनमा एउटा राम्रो घुम्ने स्पट चाहिँ बनिँदै रहेछ अपकमिङ अब है यहाँबाट जाउँ है एउटाले सिक्किमको जुन एउटा दिव्य जल छ यो पवित्र जल अनि तपाईँले प्रसादम लिएर जानुपर्नेछ 3 दिनको यत्रो बस्नु भएपछि अहिले तपाईँहरू उठेर नगइदिने म निवेदन गर्दछु अब करिबन आधी घण्टाभित्रमा हाम्रो कार्यक्रम बैठक हुनेछ त्योभन्दा बेसी हाम्रो अब चाहिँ हामी सबैजना आफ्नो आफ्नो बाटो लागेको कतिजना ग्याङटोक कतिजना अब आई डोन्ट नो यो चाहिँ हो हाम्रो लास्ट एभ्री वान गोइङ द वे हाम्रो चाहिँ यहाँनिर साथीहरू नि बिर्सेर कहाँ गएछ सो द्याट इज वाइ वी सर्चिङ ग्याङटोक सबैभन्दा बेसी होला बसमा चाहिँ सो लेट्स गो बाई बाई यो लास्ट दर्शन एकपल्ट गरिदिएर सबैजना ब्याक सेट बोकेर फेरि बोलाउनुहुन्छ होला स्वामीले त्यति बेला आउनुपर्छ अहिलेको लागि चाहिँ यस्तो चाहिँ जाम यति साह्रो जाम भइरहेछ अहिले यहीँ कतिजना बस्नु सक्नु भएछ